लगभग हामी सबैको घरमा चाहिँ ड्याडी मम्मी हजुरबुवा हजुरआमा एक न एकजनाले चाहिँ प्रेसरको औषधि खाएकै हुन्छन् क्या। लगभग अहिलेको टाइम नै यस्तो भइसकेको छ होइन, प्रेसरको औषधि खानुहुन्छ। अनि कहिलेकाहीँ हामी बिरामी हेर्न क्लिनिकमा बस्दाखेरि चाहिँ आमाको प्रेसर चाहिँ एकदम हत्तै बढाइ देखिन्छ क्या आमा बुवाको। अनि सोध्ने गर्छ, आमा प्रेसरको औषधि चाहिँ खाइरहनु भएको छ त भनेर सोद्धाखेरि चाहिँ खाइरहेको थिएँ, 1-2 वर्ष भयो छोडेको, अथवा रिङ्गाटो लाग्न थाल्यो प्रेसरको औषधि खाएर, प्रेसर अलिक कम भयो जस्तो लाग्यो, फेरि छोराछोरीले पनि खाना छोडिदियो भने अनि हामीले पनि छोडिदियौँ भनेर भन्नुहुन्छ। अनि कति दिन भयो आमा छोड्नु भएको भनेर सोध्दै कसले 5 दिन, कसले 10 दिन, कसले 6 महिना, कसले 1 वर्ष पनि भन्ने गर्नुहुन्छ क्या। तर प्रेसरको औषधि चाहिँ आफैले यसरी चाहिँ छुट्याउनु न। ल हेर्नुहोस्, हामीले प्रेसरको औषधि पहिले डक्टरले दिनुभयो कन्ट्रोल गर्नको लागि, अनि रिङ्गाटो लाग्यो जस्तो भन्नुभयो, छोडिदिनु भयो, अनि अहिले एकैचोटि 180/90, 220/130 यस्तो प्रेसरमा आउनुहुन्छ क्या। अब यस्तो भइसकेपछि चाहिँ कम्प्लिकेसन धेरै हुनसक्छ क्या। उहाँलाई चाहिँ स्ट्रोक अथवा पक्षघात, जसले गर्दा चाहिँ एक साइड प्यारालाइसिस हुने, ब्रेनमा हेमोरेज हुने होइन, रगत जम्न सक्ने, मृत्यु नै हुनसक्ने, हार्ट एट्याक हुनसक्ने, किडनी एकदमै बिग्रिन सक्ने, सटडाउनै हुनसक्ने, यस्तो कम्प्लिकेसन हुनसक्छ। त्यही भएर प्रेसरको औषधि चाहिँ एकचोटि डक्टरले सुरु गर्नु भएको छ भने रिङ्गाटो लाग्यो अथवा गाह्रो भयो, प्रेसर एकदमै लो भयो भने बरु फलोअपमा जानुहोस्, डोज घटाउन सक्ने पर्ने हुनसक्छ। तर आफैले चटक्कै छोडेर चाहिँ नबस्नु होला। तपाईँलाई कतिखेर चाहिँ प्रेसर झट्टै बढेर चाहिँ फेरि त्यसले चाहिँ विभिन्न अङ्ग हान्ने हो थाहा नै हुँदैन क्या। त्यही भएर अब बुवा आमाहरूले चाहिँ यो भिडियो हेर्नुहुन्छ कि हुन्न थाहा छैन, तर भर्खरको जसले हेर्नु भएको छ उहाँहरूले चाहिँ एकचोटि ड्याडी मम्मीलाई अथवा हजुरबा हजुरबाबुलाई चाहिँ यो कुरा भनिदिनु होला है त। ओके, थ्याङ्क यू, नमस्कार।